हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई तपाईहरु के गर्नु हुँदैछ गुड मर्निङ सबैजनालाई आज चाहिँ बिहान उठ्ने बित्तिकै समझिदिएर तपाईहरुले सरप्राइज देख्छ के 1 2 3 ए कतिखेर पक्क उठ्ने बित्तिकै ला कुन चाहिँ पटिको सास गनायो बहिनी हेर बहिनीको त दाँतै फुस्केछ दिनरामै दाँत फुस्केछ बिचाराको साथीहरु के भयो भनेर अचानक बेडबाट रोल भयो के मलाई उठाउनु गएको थिएन त्यहाँदेखि त रोल भएर हेर्दाखेरि के भएको रहेछ भन्दा दाँत झर्यो भन्दैछ देखायो त्यहाँदेखि मैले उनीहरूले दिएर आएको ए बहिनी दुखेन उसले चलाउँदै थियो बिहान उठ्ने बित्तिकै त्यहाँदेखि नापि झर्यो कति बजी बिहानको थाहा छ 9 बज्नु आँट्यो 9 पनि बजे पनि होला 9:30 भइसक्यो अहिले उठ्दैछ बहिनी हट दाँत फुस्केर होइन गरिरहेछ समृद्धिले हो अन्त आज त आन्टी पनि फर्किनुहुन्छ अरे मैले बस्नु न भन्दा भनेको आन्टी जाने भन्नुहुँदैछ हो 10 दिन भएर आन्टीले गन्ती पनि गरिसक्नु भएछ आउनुभएको चाहिँ तल जिमाकोमा आउनुभएको थियो नि त अन्त आज आन्टी जाने रे जाडो चाहिँ यस्तो डरलाग्दो छ कि हामी दार्जिलिङमा आन्टी टाउकोमा यसरी सलाउरिरहनु भएको छ कतिको जाडो भयो आन्टी जाडो छ र त भागेको त हो अब तर आइहाल्नुहुन्छ नि त आन्टी फेरि हो आइहाल्नुहुन्छ जिमालाई हेर्नु जिमाले किनभने बिसन्चो हुनुहुन्छ नि त आन्टीको आमा चाहिँ अन्त त्यसले गर्दाखेरि चाहिँ आउनुहुने रहेछ आन्टी चाहिँ फेरि दुबारा जिमालाई भेट्नु लागि मलाई एउटा जिनिस ल्याइदिन्छु भनेर भएको छ है अब त्यो चाहिँ कहिले हो अर्को साल होला हो अन्त त्यहाँदेखि अब अहिले आन्टीले चाहिँ नि छिटो गर भन्नुहुँदैछ नि त बिहानको गाडी पाउँदैन भन्नुहुँदैछ नि त मिरिकमा पनि के काम छ अरे अनि फटाफटी गरेर जाने कि 8 बजेको दबाई खाने चाहिँ 9:30 बजे अनि तरुल खानु भएको थियो अन्त डर लाग्छ म खाँदैन अन्त अब आन्टीमा जानुहुन्छ फटाफटी मैले त खाना बनाइसकिसकेँ आमाले चाहिँ माथि पूजा गर्नु हुँदैछ नि त त्यसले गर्दाखेरि चाहिँ ढिलो भयो भन्नुहुँदैछ अन्त अब म फटाफटी खाना दिन्छु हो अहिले फालिदिन्छु राख त त्यो सिधानी मुनि राख्यो भने के हुन्छ अरे बहिनी पैसा आउँछ अरे बहिनीले भनेको दाँत चाहिँ भाँचेको दाँत चाहिँ सिधानी मुनि राख्यो भने चाहिँ पैसा आउँछ भन्दैछ है साथीहरू हेर्नु न उसको कस्तो डरलाग्दो क्याभिटिज भएको रहेछ दाँतले चाहिँ किराले डरलाग्दो खाएको रहेछ हो झरेको पनि दाँत अन्त त्यहाँदेखि अब त्यो बिहानको दाँतको छ्या साथीहरू सबैजनालाई अब गुड डे टेक केयर खै बाबा हातले गर न अन्त बोबो हेर्नु न बोबो गरिदेऊ न अन्त